म्याडमहरूलाई म के भन्न चाहन्छु भने हाम्रा सानातिना गल्तीहरू हुन सक्छन्, ठुला गल्तीहरू हुन सक्छन्। सबैलाई एउटा अवध बालक बालिकाहरूले गरेको गल्ती सम्झेर माफी दिनुहुनेछ भन्ने मैले आशा गरेको छु। अरू गर्नुपर्ने साना भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने तपाईँले मेडिकलको हकको लागि तपाईँलाई मेडिकलको सेवाले भन्ने काम कहिले तपाईँहरू उसलाई अगाडि बढाउने काम गर्नु भन्दै एउटा विचार सजेको व्यक्ति भन्नुभयो। विधायी समाजका सभाध्यक्ष महोदय, जसमा आएको सम्पूर्ण शिक्षक शिक्षिका मित्रहरू, यस विद्यालयका प्रिन्सिपलजी, विदाई भएर हुन लागेका दशकका विद्यार्थी भाइ बहिनीहरू, विदाई गर्दै गरेका यस विद्यालयका समस्त विद्यार्थी भाइ बहिनीहरू, प्रसङ्गले विदाई भन्ने बित्तिकै हामीलाई अलिकति नमिठो महसुस त हुन्छ नै, तर हामी राम्रो कामको लागि विदाई हुँदै गरेको हुनाले म यसलाई त्यतिका धेरै नमिठो रूपको रूपमा नलिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र विदाई भएर जानुहुने भाइ बहिनीहरूले यसअघि पनि हामीले थुप्रै भाइ बहिनीहरूलाई यहाँबाट विदाई गरेर पठाइसकेका छौँ र ती भाइ बहिनीहरूको सकारात्मक परिणामहरू हामीले सुन्न पाइराखेका छौँ र त्यसो सुन्दाखेरि हामी शिक्षक वर्गहरू त्यसैमा गौरवान्वित हुने रहेछौँ। र अहिले विदाई भएर जाँदै गरेका भाइ बहिनीहरूले पनि हामीलाई भविष्यमा त्यस्तै किसिमका मिठा सकारात्मक फलहरू दिनुहुनेछ भन्ने मैले आशा दिएको छु भन्दै विदाई भएर जानु हुन लागेका भाइ बहिनीहरूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै म आफ्ना दुई शब्द यही टुङ्ग्याउँछु। हस्त नमस्ते। Maya,